ल दृष्टि चल कलेज जाम आमा कहाँ कलेज जान्छु म आउनु है टाइममा हजुर एकदम मेरो के हुने र आजकल के छ त तेरो पढाइको राम्रो एकदम मेरो पढाइ यस्तो मेरो त अब के होला यस्तै छ मेरो त राम्रै छ अब छुट्टी हुने बेला भइसक्यो घर जाम चल त ओहो कलेज त बिदा भइगयो छ कहाँ गए छोराहरू अहिलेसम्म नि आएन खै त जाम न त स्कुलतिर जाम सोधम कहाँ गए तिमीहरू कलेज नमस्ते यही हो तिमीहरू कलेज पढ्न जान्छौ कि चुरोट खान जान्छौ होइन अङ्कल यो त त्यही होइन तिमी त्यो पल्लो घरको छिमेकीको छोरी होइन अङ्कल सङ्गत त राम्रो रहेछ त तिम्रो छोरा यही हो सङ्गत के भयो तिमी घर आऊ घर ल ल जाऊ तिमी अब ल साथी पछि भेटौँला हाम्रो छोरा पनि अझै आएन कता गयो नि किन टेन्सन गरेछौ त्यही पनि त अझै यति बेर भइसक्यो अघि नै स्कुल गएको अझैसम्म आएकै छैन खोज्न जाऊँ न किन जानु परेर के हामीलाई के चिजको कमी छ र हाम्रो छोरो तिमी टेन्सन नलिऊ न राम्रो बाटोमा हिँडिहाल्छ नि नपढे पनि के भयो त हामीसँग सम्पत्ति छ पैसा छ बिजनेस गरिहाल्छ के भएर केही हुँदैन किन टेन्सन के पैसा छ भने ज्ञान पनि सिक्नु पर्यो त्यो सिप पनि सिक्नु पर्यो पछि हामीलाई नै गाह्रो हुन्छ हाम्रो बुढेसकालमा पछि छोराले त्यो गलत बाटोमा लाग्यो भने हामीलाई नै गाह्रो हुन्छ केही छैन त्यस्तो टेन्सन लिनै पर्दैन हामीसँग पैसा छ पैसै हो सबै कुरा यो दुनियाँमा पैसा भन्दा अरू केही छैन माथि केही टेन्सन लिनु पर्दैन मेरो छोरोको भविष्य पैसामै छ केही छैन टेन्सन लिनु पर्दैन मेरो भन्ने केही छैन हेलो के छ बेबी हाल खबर सन्चै छु कस्तो भयो क्लास राम्रो भयो के हो के होइन त्यस्तो केही होइन हामी ढिलो आयो भनेर त्यही सल्लाह गरेर आफ्नो छोरो अझै आएन भनेर मेरो छोरो राम्रो गरिरहेछ नि कलेजमा राम्रो छ भइहाल्यो नि ठिक छ त अब आफ्नो छोराको टेन्सन त भइहाल्छ त छोड्नु हामी म त यस्तै हो ठिक छ राम्रो गर्नु ओके कलेज जान्छु कि चुरोट खान जान्छौ त्यसो साथीको सङ्गतमा लाग्नु त आदि बिग्रिने भनेको यही उमेरमा हो तिमी कस्तो सङ्गतमा गर्ने भन्ने भर पर्छ साथी कस्तो बनाउने भन्ने कुरामा भर पर्छ एउटा चरा रुखमा बसिरहेको छ भनेपछि त्यो आफू खस्दैन भन्ने भर पर्छ किनकि त्यो आफ्नो पखेटामा भर पर्छ त्यसैले चराले आफ्नो पखेटामा विश्वास गर्छ त्यसैले तिमीले कस्तो साथीसँग सङ्गत गर्ने त्यो आफूमा भर पर्छ साथीले गएर ल जाम खाम भन्दैमा खाने होइन आफ्नो भविष्य हेर्नुपर्छ यही हो तिमीहरू पढ्ने उमेर भनेको नै यही हो तिमीहरूको अहिले पढेन भनेपछि पछि तिमीहरूले दुःख पाउँछौ त्यसैले पढ्ने उमेर भनेको नै तिमीहरूको यही हो कस्तो सङ्गत गर्ने भन्ने कुरा साथीको चक्करमा लाग्ने होइन यही हो तिमीहरूको पढ्ने उमेर भनेकै आफ्नो भविष्य हेर्ने हो अब हामी अभिभावक भएर अब सम्झाउने भनेको यति नै हो आफ्नो अभिभावकको छोराछोरीको चिन्ता हुन्छ त्यसैले राम्रो साथीसँग सङ्गत गर्नु भन्ने हाम्रो उद्देश्य हो त्यसलाई अबदेखि यस्तो नगर्नु साथीले खाम भन्दा नि म खान्न मेरो भविष्य हेर्नु छ त खा म खान्न त्यस्तो साथीसँग सङ्गत नै गर्ने होइन बुझ्यौ त अबदेखि चाहिँ खाने होइन है ल त अबदेखि कलेज सलेज जानु राम्रोसँग पढ्नु आफ्नो भविष्य गर्नु राम्रोसँग पढ्नु त्यस्तो साथीको सङ्गत चाहिँ नगर्नु अबदेखि हस् हुन्छ ल त अब त्यो अस्तिको साथीलाई पनि सम्झाउनु अहिले आएपछि सम्झाउँला अनि कलेज जानु तिमीहरू अहिले त्यो साथी आउँदै हो नि आएपछि त्यो साथीलाई हामी सम्झाउँछौँ ल त है गुड मर्निङ ड्याड गुड मर्निङ गयो ल एकछिन रोकाए राम्ररी जानु है हाम्रो छोरा ज्ञानी छ नि ओके मम हुन्छ नि एकदम राम्ररी पढ्नु नराम्रो साथीको सङ्गत नलाग्नु अनि राम्ररी पढ्ने पछि गएर राम्रो मान्छे बन्ने बाबा आमाको त्यो इज्जत बचाउने पछि गएर हाम्रो छोराले ठुलो भनेर हामीलाई खुसी बनाउने
ओके मम भइहाल्छ नि हजुरको छोरा हो भने यस्तो खतरा हो नि ल ल, ल जाऊ गएर है म। बाई दृष्टि ल जाम कलेज जान लाग्यो तिमी नमस्ते अङ्कल नमस्ते आन्टी नमस्ते सन्चै छौ एकदम हजुरको नु एकदम अस्तिले तिमीलाई त रङ्गी हात पक्रेको मैले कुरा नगर्नु मेरो छोरालाई नि बिगार्ने भयो तिमीले होइन कहाँ बिगार्नु बिगार्छौ तिमीले होइन के अबदेखि मेरो छोराको सङ्गत छ र तिम्रो तिम्रो पो पुर्ख्यौली सम्पत्ति छ तिम्रो बाबुआमाको सम्पत्ति छ तिम्रो आफ्नो बाबुआमाको सम्पत्तिमा ढुक्क छौ मेरो छोराको त भविष्य छ पढ्नु पर्छ यसले केही गर्नुपर्छ अहिले बिग्रियो भने तिम्रो सङ्गत गऱ्यो भने कसरी यसले पछि केही गर्न सक्छ हस् अङ्कल अबदेखि गर्दैन त्यस्तो उसलाई नि गराउँदा भाइ अब तिमीले खान्छौ भने नि ठिकै छ तिम्रो आफ्नो कुरा हो अब हाम्रो छोरालाई त यस्तो नखाउनु सक्छौ भने सङ्गत नै नगर्नु तिमी ल त जाऊ राम्रोसँग कलेज जाने ल त छोरा है अब यस्तो खाँदैन अबदेखि तेरो मम्मी बुवाले के भने त त्यस्तो खानुहुन्न त बुढा बाख्रा जस्तो हुनु न तान न तान मजा आउँछ के ल खा कति मजा आउँछ स्वर्ग देख्छु नि खान ल तान छिटो तान नखाने के ठिक छ त तँ नखा म त खान्छु कलेज दियो चल त चल चल त अब एकदम इमान्दार भइस ल जा ल गर ल भोलि भेटौँ ल छोरा आयौ त हजुर टाइममै पुगिरहेछ आज कस्तो हो त कलेज राम्रो थियो आज पनि त्यही बम बम भोले हान्यौ कि कस्तो हो यस्तो तिम्रो टिचरहरूलाई गएर यस्तो सोधपुछ गर्नुपर्ने भयो आज अब आफ्नो छोराछोरीको लागि चिन्ता त हुन्छ त्यस्तै अब भर्खरै यही हो तिमीहरूको बिग्रिने उमेर भनेको नै यही हो अब राम्रो सङ्गत गर्नुपर्ने हो अब सङ्गत नै त्यस्तैको गरेछ ऊ पो अब धनी बाउको छोरा हो आफ्नो बाबुआमाको सम्पत्तिमा त्यो पो उम्लेको छ बट उसलाई भविष्यको चिन्ता छैन आफ्नो बाउको सम्पत्तिमा मोज गरिरहेछ तिम्रो पो अब भविष्य छ हामी यस्तै छौँ तिमीलाई आफ्नो पसिनाले कमाएर पढाइरहेछौँ तिमीले पनि बुझ्नुपर्ने कुरा हो यही नै उमेर अब तिम्रो उमेर भनेको नि बिग्रिने र सप्रिने तिमीले बिग्रिने र सप्रिने भने उमेर नै यही हो तिमी कुन बाटोमा लाग्नुपर्छ कस्तो साथीको सङ्गत गर्नुपर्छ भन्ने हो त्यसले राम्रो साथीको सङ्गत गर्नुपर्छ तिमीले ऊ पो धनी बाउको छोरा हो अब उसलाई केही छैन आफ्नो भविष्यको चिन्तै छैन आफ्नो बाबुआमाको पैसामा ऊ उम्लिरहेछ तिमी अब बल्ल बल्ल हामीले पढाइरहेछौँ यत्रो दुःख गरेर पढाइरहेछौँ हाम्रो दुःखको लागि भए पनि तिमीले मिहिनेत गरेर चाहिँ पढ्नुपर्छ ल त तिमी यसै नास्ता गाएर गर हाम्रो यसो तिम्रो कलेजमा गएर यसो बुझेर आउँछौ हामी कुरा ल त्यसो पढ्दै गर है ल नमस्ते म्याडम सन्चै हुनुहुन्छ हामी नि सन्चै छौँ यसो अस्ति त्यो मौसमी हाम्रो छोरालाई त्यो अब मौसम छोरालाई यस्तो अस्ति त्यो रङ्गी हात पक्रेको थिएँ सिरोट खाइरहेको थियो त्यो पल्लो गएर हाम्रो छिमेकीको साथीसँग त्यस्तै कस्तो छ उसको पढाइ बारे यसो बुझौँ भनेर आएको पहिला त हजुरको छोरा ठिकै थियो अहिले चाहिँ साथीको सङ्गत लागेर बिग्रिरहेछ यस्तो हजुर नि अब टिचर अब यस्तो कक्षामा अलिकति सम्झाउनुलाई यस्तो कार्यक्रमहरू यस्तो लागु पदार्थको बारेमा कार्यक्रमहरू सडक नाटकहरू यस्तो गराउनुलाई अलिकति सम्झाउनुलाई धेरै कुरामा लागेको सुन्दा थिएँ मैले नि विद्यालयमा पढ्न आउनु भन्दा नि गाँजा चुरोट खान आउँदो रहेछन् भन्ने चाहिँ मैले अरूको मुखदेखि सुनिरहेको थिएँ त्यसैले यसमा अलिकति केही हुन्छ कि सुधार यता अब एउटा कारणले केही सरकारदेखि केही सुधार हुन्छ कि सडक नाटक अलि यताउता केही गरेर चाहिँ यसलाई अलिक रोकथाम गर्ने उपाय चाहिँ गर्नु पर्यो अब हामीले अब छोराछोरीलाई अब आफ्नो भविष्य बनाउनुको लागि विद्यालय पठाएको अब यता चुरोट खाएर आफ्नो भविष्य चाहिँ डामाडोल गरिरहेछन् अब त्यही भएर अब त्यस्तो अलि समाधान गर्नुतिर लाग्नु पर्यो र त हामी यही कस्तो छोराको पढाइ भन्ने बुझ्ने आइरहेको थियौँ पहिला त राम्रै थियो आजकल साथीको सङ्गतमा लागेर बिग्रिरहेछ घरमा अलिक ख्याल गर्नु हामी पनि स्कुलमा ख्याल गर्छौँ त्यही त यो 1 वर्षभन्दा अगाडि त ठिकै थियो हेर्नु भर्खर यो साथीको अब सङ्गत पनि गयो अब सङ्गत पनि उस्तै भयो साथीको अब सम्झाएको मान्दैन अब हिजो सम्झाएको थियौँ अब आजदेखि यस्तो गर्दैन भनेको छ अब हेरौँ अब साथी सम्झाउने गरिरहेको छौँ अब यसको स्कुलमा यसो रेखदेख गरिदिनु होला मेरो छोराको अब के कस्तो छ पढाइ होमवर्क दिनु होला यसो भइहाल्छ हामी पनि स्कुलमा के गरिदिन्छौँ ल त हस् त ल त हामी जान्छौँ नमस्ते नमस्ते सन्चै हुनुहुन्छ के छ हजुर एकदम
अनि हजुरको छोरा कहाँ छ नि? हामी पनि जाऊँ भनेको सरहरूसँग सोध्नु अरे के जानु पर्यो पर्दैन जानु, अरे हाम्रो छोरोको पढाइ त्यसै ठिक छैन, किन जानु पर्यो कि पैसा फ्याकेपछि सब कुरा ठिक हुन्छ, किन टेन्सन गरेको हे तेरिका यो। हजुर भन्नुहोस् न। अस्ति हजुरको छोरालाई मेरो छोरालाई रङ्गी हात मैले पक्रेको बम बोलेर पुरा गाँजा खाइरहेको थिएँ स्कुलदेखि आउँदाखेरि बाटोमा। हजुरलाई अस्ति नै आएर घरमै आएर यस्तो कुरा के रहेछ सम्झाउनु। हजुर मैले आफ्नै आँखाले देखेको नि, हजुरलाई अहिलेसम्म थाहा छैन? अरे यस्तो त मान्छे यो त भइहाल्छ त, के भयो त, यो त 2-4 दिन रमाइलो गरे होला नि, यसो अब के भयो त, केही फरक पर्दैन। छोराको केयर गरौँ भनेर सम्झाइहाल्ला नि, केही टेन्सनै नलिनु, सम्झाइहाल्ला। अब छोराहरू बिग्रिने भनेको उमेर नै यही हो, कलेज पढ्ने बेला नै बिग्रिने। अब तपाईँहरूको अब सम्पत्ति छ भनेर अब तपाईँ त्यति खासै वास्ता चाहिँ गर्नु भएन जस्तो तपाईँहरूको कुरा बुझ्दाखेरि मलाई लाग्यो। गर्छु नि यहाँले मान्दै मान्नु अनि मैले एक्लै कसरी गरौँ भनेर। सम्पत्ति भन्दा पनि शिक्षाको आवश्यकता छ, यो चाहिँ अलिकति दिमागमा राख्नु भइहाल्छ नि। शिक्षा दिएपछि छोराले आफै सम्पत्ति जोड्दै, सम्पत्ति जोड्नु पनि त्यो शिक्षाको यति कमी छ भने चाहिँ सम्पत्ति पनि सब पुऱ्याउँछ। यतिकै ध्यान राखेर आफ्नो छोरालाई अलिकति के छ कस्तो छ रेखदेख गरिदिनु होला। सम्पत्ति छ भन्नुहुन्छ, सम्पत्ति जति भयो नि छोराको शिक्षा नै भएन भने अस्ति नै अब एउटै छोरो छ, अब त्यो सम्पत्ति पनि कसले लैजाने हो त, अब घरोस् उसलाई के इच्छा लाग्छ। अब शिक्षाको कमी भएपछि त्यो सम्पत्ति गर्नु नि त के, त्यो सम्पत्ति त 2-4 दिनमै उडाइहाल्छ। त्यहाँदेखि शिक्षा भएपछि त्यसले कमाउँछ, आफ्नो भविष्य बनाउँछ। बिजनेस गरौँला नि, के टेन्सन भएर त्यही बिजनेस गर्नको लागि शिक्षाको आवश्यकता नै भएन नि। पैसा छ त हामीसँग, किन टेन्सन लिनु पर्यो त, भइहाल्छ नि। त्यो त सबै कुरा पैसाले म्यानेज गरिहाल्छ नि। शिक्षा भन्ने कुरा त पैसा भए त्यसै आइहाल्छ नि, टेन्सनै लिनु परेन नि। हजुरको भनाइ यही रहेछ। ल भेट्दै गरौँ ल हजुरहरूसँग है। ल भेटेको धेरै खुसी लाग्यो। अब हजुरको सोचले यस्तो रहेछ के भनौँ। ल ठिकै छ। ल ल ल शब्द थोरै राख्न चाहन्छन्, पोजिटिभ र नेगेटिभ तरिकाले सुनिदिनु होला। सृष्टि खड्का हो र आज हामीले यो सानो नाटक यो लागु पदार्थ दुर्व्यसनको सानो सन्देश दिन चाहेको र यसमा चाहिँ मैले एउटा खराब व्यक्तिको रोल गरेको थिएँ। पहिल्यै यो 11 देखि 18 वर्षको उमेरमा अगर हामीले राम्ररी आफ्नो पढाइलाई अनि आफ्नो जीवनमा के गर्ने हो त्यो लक्ष्य लिएर हामी अघि बढ्यो भने चाहिँ पछि हामीलाई सुख हुन्छ र हामी चाहिँ अहिले नै त्यस्तो खराब गर्ने भयौँ भने चाहिँ हाम्रो जीवन पछि एकदमै नराम्रो हुन्छ। मेरो चाहिँ यति नै हो। अब मेरो साथीले अरू नै। नमस्कार, मेरो नाम दृष्टि हो। म चाहिँ राम्रो क्यारेक्टरमा पढेको थियो। मेरो आमा बुवाले म चाहिँ साथीको लैलैमा लागेर चाहिँ सिगरेट खान अनि लागु औषधमा लागेको थियो, तर मेरो आमा बुवाले सम्झाउनु भयो। मैले आफ्नो आमा बुवाको कुरा मानेर आफ्नो पढाइमा फोकस गरेँ, आफ्नो शिक्षालाई महत्त्व दिएँ। त्यसपछि आफ्नो पढाइलाई मेहनत गरेर सुधारेँ। मेरो पढाइ सुध्रियो र म अहिले चाहिँ जीवन बीको स्टेपमा छु र मेरो लाइफ राम्रो छ। मैले गुणस्तरीय शिक्षा हासिल गर्न सकेर मेरो स्वास्थ्य पनि राम्रो छ, फ्युचर पनि राम्रो हुन्छ भने। हस् त, धन्यवाद। हजुरहरूलाई कस्तो लाग्यो? के दामी लाग्यो कि पर्फेक्ट लाग्यो? के चाहिँ बेस्ट? अरू दामी खतरा के लाग्यो? अरू सबले आफ्नो भूमिका राम्रोसँग निभाउनु भयो, त्यही राम्रो लाग्यो हामीलाई चाहिँ। अरू भन्दाखेरि शिक्षा भन्दा पनि संस्कार बढी दिनु पर्यो क्या छोरा छोरीहरूलाई संस्कार राम्रो हुन्छ। अरू कस्तो लाग्यो नाटक? कस्तो लाग्यो? राम्रो। के चाहिँ राम्रो लाग्यो? सबैले राम्रोसँग एक्टिङ गरे। ओके, गुड। कस्तो लाग्यो हजुरलाई? राम्रै लाग्यो। कतिको सजिलो भयो कि गाह्रो भयो त एक्टिङ गर्न? सुरुमा हामीले त्यसरी सोचेकै थिएनौँ कि यसरी गर्छौँ भनेर चाहिँ। अब त्यो क्यारेक्टरमा गर्दा गर्दै आफै ठुलै भयो। बेस्ट भइदियो है, कन्फिडेन्स 300%। कस्तो लाग्यो? एकदमै समयको अभावले गर्दा पनि अब अलिकति छोटो समय भएर पनि अब हामीले अलि हजुरहरू 10 मिनटमा हुनुहुन्थ्यो है। सक्दो गरेकै हामीले अब अलि गल्ती भएपछि माफी माग्न चाहन्छ। एक्सेलेन्ट। कस्तो लाग्यो? अब मैले अब
जहाँसम्म बुझेछु मलाई बुझे अनुसार चाहिँ यो छोटो समयमा हामीले यो गरेको प्रस्तुतिले चाहिँ धेरै नभए पनि थोरै चाहिँ हामीले केही राम्रो पोजिटिभ भाइब्स प्रयास जारी छ। हजुर कस्तो लाग्यो? एकदम राम्रो भयो म्याम। खतरा के लाग्यो? सोचेको भन्दा पनि धेरै गयो। हामी यसरी गर्छौँ भनेर पनि सोचेकै थिएनौँ, तर गर्दा गर्दा हाम्रो झन् सोचेको भन्दा पनि धेरै गयो। के भन्नुहुन्छ उहाँले? कस्तो लाग्यो? खुसीको आँसु हो? कस्तो लाग्यो? कोही छुट्नु भयो यो ग्रुपमा? कस्तो लाग्यो हजुरलाई? राम्रो लाग्यो। मेरो आमाले मलाई सम्झाउनु भयो मेरो क्यारेक्टरमा चाहिँ अब गुणस्थिर शिक्षा लिनुपर्छ, शिक्षा राम्रो हो, जीवन बिलाई आफ्नो जीवनलाई जीवन बिमा ढाल्नुपर्छ भनेर सिकाउनु भयो। के हुन्छ जीवन बिमा चाहिँ? राम्रो चाहिँ गुणस्तरीय शिक्षा हुन्छ, राम्रो स्वास्थ्य हुन्छ, भविष्य राम्रो हुन्छ, सुध्रिन्छ। अवलोकन सरलाई कस्तो लाग्यो सेयर गर्नुहुन्छ है? साथीहरूले चाहिँ यो जुन लागु पदार्थ दुर्व्यसन सम्बन्धी जुन कुरा गर्नुभएको छ होइन, एकदम समय सापेक्ष गर्नुभयो र क्षेत्र विशेषमा उठ्नुपर्ने मुद्दाहरूको बिचमा कुरा गर्नुभयो होइन। यो ठ्याक्कै यो सन्देश हेर्दाखेरि चाहिँ के लाग्यो भनेपछि जुन दुईटा परिवारको जुन देखाइएको थियो, यो दुईटा परिवारमा देखाउँदाखेरि चाहिँ आफ्नो छोराछोरीहरू चाहिँ स्कुलमा जाँदाखेरि, अघि पनि मैले भनेको थिएँ, स्कुलमा जाँदाखेरि के गर्नुहुन्छ त भन्ने टिचरसँग अरू गएर डिस्कसन गर्ने, त्यसको जुन प्रब्लम छ नि लागु पदार्थ दुर्व्यसन सम्बन्धी त्यसलाई निवारण गर्ने होइन, उपाय चाहिँ आफैले निकाल्ने। स्कुलमा जस्तै स्कुलको लागि हामीले छोडिदियौँ भने हाम्रो बच्चाहरू स्कुलमा कति घन्टा बिताउँछन्? 6 घन्टा। बाँकी अन्य घन्टा त घरमै बिताउने हुन्। परिवारको रोल एकदमै धेरै हुन्छ त्यहाँनिर। परिवारले बसेर त्यसको समाधानको कुराहरू गरिदिने, उनीहरूसँग के छ उनीहरूको धारणाहरू बुझिदिने गर्नुभयो भने यी समस्याहरू चाहिँ घरबाट पनि समाधान हुनसक्छ। भनेपछि हामीले के गर्नु पर्यो त, कम्युनिटीमा पनि सबै पक्षहरू मिलेर गइदियौँ भने यो समाधान हुन सक्छ। धेरै धेरै धन्यवाद सरलाई। यसरी चाहिँ हामीले उहाँले जति सिनहरू देखाउनु भएको छ छोटो समयमा ठुलो मेहनत गर्नुभएको हो। अनि त्यो फर्स्टबाट सिनारियोदेखि सन्देश परिवारको उदाहरणलाई लिएर छर्लङ्ग बनाउनु भएको छ। हामीले सामान्य 10 मिनट जतिको नाटक मात्रै देखाइदियौँ भने नि सबै कुराहरू छर्लङ्ग हुन्छ। हाम्रो अभिभावकहरू कति पढे लेखेको हुनुहुन्छ, कति अलिक कम पढे लेखेको हुनुहुन्छ, तर यस्तो नाटक विधिबाट बुझाइदियौँ देखाइदियौँ भने त 10 मिनटमै हाम्रो हेर्नु त कति धेरै हामीले जनचेतना, सकारात्मक चेतना फैलाउन सक्छौँ है। हजुरहरूको जुन अहिले उमेरमा हुनुहुन्छ नि, यति काम अरूले देखोस् नदेखोस् यस्तो टोलमा 5-7 जना भएर एउटा सानो नाटक देखाउनु भयो नि भाइ बहिनी टोलका सबै हेर्न आउनुहुन्छ कि त्यही बेलामा 10 देखि 15 मिनट चाहिँ हप्ताको 1 दिन, महिनाको 2 दिन 4 दिन समय अलिकति छुट्याइदिनु भयो भने त हेर्नु त खतरा ठुलो अभियान, राम्रो इम्प्याक्ट हुन्छ नि। समुदायमा नै रोल मोडल, परिवर्तनका सम्भाग, नमुना युवा हुन चाहिँ हजुरहरू सफल हुनुहुन्छ। हजुरहरू सबैजनालाई शुभकामना छ है। बेस्ट विशेष। फोटो गर्नुहोस्, राम्रो गर्नुहोस्।